हेलो गाइस, सबैजनालाई वेलकम छ। अनि के भन्छ भने चाहिँ म चाहिँ आज धेरै दिनपछि मेरो भ्लग लिएर आइसकेको छु। न्यू डे विथ अ न्यू भ्लग। सबैजनालाई वेलकम छ। अनि देख्न सक्नुहुन्छ धेरै दिनपछि चाहिँ म ग्राउन्ड आइसकेको छु। स्कुलको ग्राउन्ड देख्न सक्नुहुन्छ यहाँ पछाडि। आज म धेरै दिनपछि चाहिँ यहाँ ट्रेनिङ गर्न आएको छु। अरू बेला म रोडमा गर्थेँ भने आज चाहिँ के भन्छ भने आज चाहिँ यहाँ ट्रेनिङ गर्नुपर्यो भनेर सर्ट ट्रेनिङ गर्न आएको छु। सबैजनाले हेर्नुहोला है। अब चाहिँ के भन्छ भने म जुत्ता लगाउनु पर्ने हुन्छ, जुत्ता लगाएको छैन। अनि त्यस्तै छ। अनि के छ हामी अब सबैजनाले मेरो भिडियो चाहिँ अन्तिम ठाउँमा हेरिदिनु होला है। यस्तै जुत्ता लगाउँछु होइन। आजको चाहिँ म सर्ट रनिङ गर्नको लागि चाहिँ सर्ट रनिङ प्र्याक्टिसको लागि चाहिँ पुरानो गाउँ स्कुल आएको छु। अब के भन्नु, यस्तै छ। यसो अब जिउलाई दुःख दिने गर्यो भनेर चाहिँ आएको छु। यस्तै। अनि अब आजको ट्रेनिङ कस्तो हुन्छ म तपाईँहरूलाई देखाउनेछु। के गर्नेछु त्यो पनि देखाउनेछु है। त्यस्तै। अनि आज चाहिँ मैले एकदम थोत्रै जुत्ता लिएर आएको छु। यो चाहिँ यहाँनिर धेरै यस्तोमै अलि के भन्छ चिप्लो छ। यो चिप्लोमा के गर्नु, किन राम्रो लान आउनु भनेर चाहिँ मैले थोत्रै जुत्ता लिएर आएको छु। अनि अब सक्स पनि त्यही छ, यस्तो खाले मात्रै छ। त्यही सक्नुहुन्छ यति मात्रै हो। अनि यस्तो हुन्छ, किन्नुपर्ने छ गरी पऱ्यो। यसको उनी गयो कि त्यस्तो सक्नुहुन्छ। यो जुत्ता आइसक्यो, थोत्रै जुत्ता चाहिँ मेरो त्यो पुरानो थोत्रै त नहुनु, फाट्न त फाटेको छैन। त्यही पनि पुरानो जुत्ता भन्नु खोजेको है मैले। त्यसै त अनि आज पुरानो गाउँ स्कुल आएको छु धेरै दिनपछि, आफ्टर लङ टाइम हुन्छ नि। अनि त्यस्तै छ। अनि आजको मौसम पनि एकदम राम्रो छ। त्यही भएर मैले चाहिँ सर्ट रनिङको प्र्याक्टिस गर्नु भनेर आएको छु। अघिसम्म त पानी आउला जस्तो भइरहेको थियो, तर पानी आएको राम्रै छ। अनि त्यही भएर चाहिँ आज सर्ट रनिङ प्र्याक्टिस गर्नु पऱ्यो भनेर आएको छु है। अब चाहिँ म वार्मअप गर्छु ल एकछिन। मेरो वार्मअप त खासै राम्रो हुँदैन, त्यही भएर म नभने ल वार्मअप पनि हल्का फुल्का चाहिँ हामी सक्छ होइन। अब चाहिँ सर्ट रनिङको एकदमै स्टेपहरू गर्नुपर्ने हुन्छ। सर्ट रनिङ भनेको यस्तै हो नि, उठ्नु भयो नि, त्यो कुद्ने भयो भने यसो खुट्टालाई अलिकति वार्मअप दिने त हो। त्यही भएर चाहिँ एक दुईवटा स्टेपहरू गर्नु। होइन गाइस, देख्न सक्नुहुन्छ एउटा ट्रेनिङ दिइसक्नु भएको छ। मैले चाहिँ गरिसकेको छु। अब फेरि अर्को ट्रेनिङ गर्न गइरहेको छु। अब चाहिँ मैले भेसेस खोलिसकेको छु, किनभने चाहिँ अब यसमा चाहिँ अब तान्नुपर्ने हुन्छ। यो लास्ट हो मेरो ट्रेनिङ चाहिँ। आजको सर्ट रनिङ चाहिँ यति नै हुन्छ। ल अब म यहाँ भेसेस खोलेर आइसकेको छु। पानी पनि पर्दैछ। ल हेर्नु त।
भनिसकेको छु अनि अलिक गर्नुपर्ने पनि हुन लाग्यो होइन सफ्ट रनिङ मेरो पुरा दिन्थ्यो अनि त्यो पनि गरिसकेको छ है हल्का म फाइनल पुसअप हान्छु र हानिसकेको छु मैले सजिलो पसिना आइरहेको छ पसिना पुरै लागिसकेको छ अनि यसो ल सफ्ट रनिङमा अहिले हानिसकेको छु त्यस्तै भइसकेको छु अब होइन अनि सर्ट रनिङमा ट्रेन पनि गऱ्यो पुसअप पनि हान्यो अनि पसिना है यस्तो पसिना पनि छोडिँदैन ट्रेनिङ गर्नलाई जस्तै भए पनि खप्न सकिन्छ है छैन त्यही पनि यसो होइन सर्ट रनिङ हानिसकेको छ अनि यसो पसिना चाहिँ खोलो पनि बगाइसकेको छ देखिसक्नुहुन्छ त्यस्तै अब आजको लागि चाहिँ यस्तै नै होला अब रनिङ चाहिँ आज हानिसकेको छु अनि हेरी पनि सक्नु भइसक्यो होला कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला धेरै दिनपछि आएको म चाहिँ पहिला धेरै आइन्थ्यो अहिले चाहिँ आउन छोडेको थिएन अनि अलिअलि नभ्याएको कारणले गर्दा देख्न सक्नुहुन्छ त्यो मेरो चाहिँ फेभरेट जग्गा हो मेरो चाहिँ ट्रेनिङ गर्नको लागि हरियाली देख्न सक्नुहुन्छ एकदम ट्रेनिङ गर्नको लागि चाहिँ एकदम बेस्ट ठाउँ छ किनभने यता देख्न सक्नुहुन्छ यति सानो छ ट्याक्क होइन धेरै हरियाली छ अनि आजको मौसम चाहिँ देख्न सक्नुहुन्छ पारी पैसामा पानी हुँदैछ तर अहिले चाहिँ होइन छ